एडिनियम फुलको बिरुवा घरमै तयारी गरेको बिरुवा हो। आज रिपोर्टको लागि मैले यसरी लिँदैछु यो बिरुवालाई। लगभग 3 महिना भयो होला। एकदम सानो बिरुवालाई मैले यसरी प्लास्टिक पटमा राखेर जतन गरेकी थिएँ। गर्मी र बर्खायाम भएको कारणले होला बिरुवा कस्तो राम्रोसँग बढेको, कडेक्स पनि एकदमै राम्रो भएको र मलाई चाहिँ अब रिपोर्टको लागि तयारी भएको छ यो बिरुवा जस्तो लागेर निकालेँ र प्लास्टिकलाई एकदमै हल्कासँग जरालाई डिस्टर्ब नगरिकन निकालेर फालेँ र मैले सोइल मिक्सर पहिले तयारी गरेर राखेकी थिएँ, जसमा मैले बालुवाको मात्रा अलिक बढी राख्ने गर्छु एडिनियम फुलको लागि। र मैले यो लगाउँदाखेरि कडेक्सलाई माटोमाथि र जरा मात्रै माटोले पुरेर राखेँ। कडेक्सको पनि एकदमै राम्रो सुन्दरता हुन्छ र लगाइसकेपछि फन्जिसाइडको लागि बेसार पानी घोलेर दिने गर्छु मैले। र सँगसँगै मैले घरमै कटिङबाट तयारी गरेको नागचम्पाको बिरुवा पनि लगाइदिएँ। अब है श्रावणको महिना, हरियाली महिना र यसरी बोट बिरुवाहरू रोप्न रमाइलो लाग्छ।